तपाईले कहिले सोच्नु भएको छ हेलो र हाई के दुवै एउटै हुन्? यदि तपाईलाई एउटै लाग्छ भने आजको भिडियो तपाईको लागि हो। नमस्ते, अंग्रेजी सिक्ने हैन त? म साउसी। आज हामी सिक्ने छौं हेलो र हाई को सही प्रयोग। रेडी? लेट्स गो। सबैभन्दा पहिले हेलो। हेलो नयाँ मानिससँग, शिक्षकसँग, कार्यालयमा वा अलि औपचारिक अवस्थामा धेरै प्रयोग हुन्छ। ल अब सँगै भनौं त। हेलो। फेरि हेलो। एक्सलेन्ट। अब हाई। हाई साथीभाइ, परिवार वा चिनेको मानिससँग धेरै प्रयोग हुन्छ। अब तपाईको पालो। हाई। एकपटक फेरि हाई। भेरी गुड। अब छिटो अभ्यास गरौँ। हेलो। हाई। एकपटक फेरि हेलो। हाई। धेरै राम्रो। याद राख्न सजिलो उपाय हेलो भनेको फर्मल हुन्छ र हाई भनेको फ्रेन्डली हुन्छ। यदि सम्झिनु भयो भने तपाईलाई धेरै अवस्थामा सही इङ्ग्लिस प्रयोग गर्न सक्नुहुन्छ। आजको मिसन, आज एउटा नयाँ व्यक्तिलाई तपाईले हेलो भन्नुहोस् र एउटा साथीलाई हाई भन्नुहोस्। बोल्दै सिक्नु नै सबैभन्दा राम्रो अभ्यास हो। आजको च्यालेन्ज कमेन्टमा लेख्नुहोस् हेलो अथवा हाई। अर्को लेसनमा गुड बाई, बाई र सी यू यी तीनवटामा के फरक छ त्यो पनि सजिलो तरिकाले सिक्नेछौँ। त्यसैले फलो गर्न नबिर्सिनुहोस्। साउसी इङ्ग्लिस, English from zero, learn, practice, speak, smile. Your English journey starts here. See you in the next video. Bye.